एकदम फिल एकदम फ्री फिल भएर बस्नु होइन हजुर हजुर अहिले केही गाह्रो भयो भने भन्नु कोही रोक्नु पर्ने भन्नु गाह्रो मान्न पर्दैन होइन हजुर घुम्न आउनुपर्छ मजाले घुम्नुपर्छ तपाईँलाई म बेलुकासम्म घुमाउँछु रात तपाईँहरू नथाकेसम्म भएन भनेसम्म घुमाउँछु ओ ल सही हो यस्तै मान्छे चाहियो थियो हामीलाई किन हामीलाई हिजो खासै इन्फर्मेसन थाहा नभएर हिजो यतिकै भुलियो ए अनि बेलुकातिर हो बल्ल यहाँ साथीभाइबाट खबर पाएँ ए साथीभाइबाट पाउनु अनि त्यही भएर टिकटक चाहिँ खासै बनाउँदिनँ कि हजुर त्यही भएर टिकटक चाहिँ आधारले बनाउने सोचेँ मैले हजुर त्यो तपाईँले गर्नैपर्छ यो नगरेर त अनि बाहिरबाट आउनेहरूलाई के अरे हो नि त अब त्यो यहाँ साथी सर्कल नहुनेलाई त थाहा हुँदैन नि त तपाईँलाई मैले सानो सिटी पनि देखाएर लिएर जान्छु सिधै भन्दा होइन हजुर यो कहाँबाट त्यो लोबस पर्छ यहाँ एउटा राम्रो ठाउँ छ हामी चाहिँ त्यसमा अब हिँडेर रमाइलो गर्ने ठाउँ हो त्यो हजुर हेरेर मात्रै लाग्नु हेरेरै चित्त बुझाउने ठिक छ मधेरा भनेको यही हो नेपालको याद ठाउँ छ होइन एकदम साह्रै रमाइलो ठाउँ छ अब अलि चाहिँ मन थालेछ अहिले अलि हरियो भएको अब जाडोमा भयो नि तर यतिको हरियो चाहिँ भएकै राम्रो धेरै हरियो छ यहाँ चाहिँ सदाबार हरियो ठाउँ हो होइन तर पानीले बिगार्छ कहिले घाम चाहिँ लाग्दैन पानीले बिगार्छ यसपालि चाहिँ पानीले बिगार्यो घाम लागिरहेछ त यस्तो मजाले अहिले बल्ल घाम लाग्यो अस्ति पानी परेको थियो त म यहाँ सही टाइममा आउनु अस्ति पानी परेर जाडो भएर हो एउटा टी सर्टमै हो यो मधेरामा चाहिँ होइन पानी परेर चिसो जाडो भयो नि त्यही भएर लेदरको ज्याकेट निकाले अच्छा माथि चाहिँ जाडो हुन्छ कपडाहरू कतिको हाल्नु नखाँदा तपाईँलाई छ नि होइन पातलो उइसिटर भयो हुन्छ त्यस्तो अरू त्यो पाएको होइन कि एउटा टी सर्ट चाहिँ धान्दैन म तपाईँहरूलाई राम्रो राम्रो ठाउँ लिएर जान्छु मधेराको टप ठाउँ होइन हजुर जङ्गलहरू तपाईँले के हेर्नु भएको छ गुगलमा प्रायः ठाउँहरूमा तपाईँलाई सबै ठाउँ लिएर जान्छु ल ठिक छ ल मेरो घर चाहिँ चितवन छ हजुरको कता कता पर्यो हाम्रो एउटै हो लमजुङ हो एउटै ठाउँमा चितवनकै केराघारी हेर्नु माथि हेर्नुहोस् अहिले म तपाईँलाई देखाउँछु केराघारी त्यहाँ गएर सर्ल त लाएर उतातिर पानी परेर खतम छ ललिसी मन्दिर होइन भिज्यो नि त्यहाँको मौसम हेरेर हिजोको फ्लाइटै क्यान्सल भयो फर्केर गएर आज आयो त फ्लाइट ए त्यस्तो छ धन्न हामी अस्ति नै आएर चाहिँ ठिक भएछ कति दिन भयो राम्रो क्या हिजो थाहा पाउनु भएको हिजो र आज सही हुन्थ्यो नि अब थाहा भएन हिजो बेलुकातिर पो थाहा पाएको थियो नि रातितिर पो थाहा भएको नम्बर राख्नु कोही साथीहरू आउनु भयो तपाईँहरूको अझ कस्तो छ व्यवस्था भने तपाईँहरूको बस्ने व्यवस्था पनि छ हाम्रो ए त्यस्तो पनि छ है त्यस्तो पनि छ प्याकेज पनि छ दामी रहेछ त सम्राट ट्राभल एन्ड टुर हो कि यो मेन भएको के हो भन्दाखेरि हाम्रो गुगलमा मात्रै छ यो टिकटकमा छैन अहिले माहौल भनेको टिकटकले बनाउँछ अहिले त प्रायः टिकटकमै हो नि त विज्ञापन टिचर जस्तो मान्छे टिकटक बनाउनै आउँदैन यस्तै छ ल एकैछिन नै म तपाईँहरूलाई भित्तीबाट हाइवेकै हिँडाउनु भनेर भित्तीबाट लिएर आएको हजुर हजुर ठिक छ त्यसरी नै ठिक छ सर हेर्दै हिँड्नुलाई ठाउँको नाम त भन्यो नि कहाँ टिप्न सकिन्छ र यस्तो घरहरू
ट्र्याक्टर राखिदिन्छ यहाँ चाहिँ अहिले सिस्टम पचारलाई राखेको घर चाहिँ आफ्नो ठाउँ छ भने त्यहाँ राखिदिन्छ अनि त्यो घरमा बसी टिटो चल्ले यार